तपाईँ काभ्रेरी सन्धिमा अडिसन यसमा त विभिन्न नियमहरू हुन्छन् के पालना गर्न सकिन्छ। मेन कुरा फर्स्टमा जान्नु पर्ने भनेको चाहिँ तपाईँले तपाईँको त्यो चाक ठनक ठनक भाँचेर नाच्न जान्नुपर्छ। त्यसरी यसरी जाने भने पास नत्र हुँदैन। अब नम्बर 2 मा भनेको चाहिँ 220 चाहिँ चाहियो है। 220 बाइक चाहियो। बुलेटले त हुँदैन, 220 नै चाहियो। तपाईँको 3 नम्बरमा भनेको चाहिँ कपाल भालेकर चाहिँ हान्नुपर्छ है। यो कपालले हुँदैन, भालेकर यस्तो चुच्चोवाला क्या। मेन कुरा 4 नम्बरमा छ गेटअप। तपाईँले गेटअपमा चाहिँ एकदम ध्यान दिनुपर्छ क्या। गेटअप लाउँदाखेरि चुज प्यान्ट हुनु पर्यो, त्यो पनि ब्लू कलरमा, साथमा किरिङ झुन्डेको हुनु पर्यो है। यस्तोमा क्या किरिङ झुन्डिनु पर्यो। अनि माथिको चाहिँ केल्मी ब्रान्डको टी सर्ट आउटर जे भए हुन्छ, केल्मीको चाहिँ चाहियो है। फेरि 5 नम्बरमा चाहिँ तपाईँले एकदम ध्यान दिनुपर्ने कुरा भनेको फिटनेस। एकदम फिटनेसमा चाहिँ ध्यान दिनु पर्यो। जिम जानु पर्यो। त्यो पाउनी आइमेल जस्तो घन्टेलाक्क पेट झुन्नाएर लद्रेङ लद्रेङ परेर हिँड्न चाहिँ भएन होइन। अनि हिँड्दाखेरिमा फेरि यस्तो ध्यान दिनुपर्छ नि होइन। तपाईँले म देखाइदिन्छु क्या। यसरी हिँड्ने होइन क्या, हिँड्दाखेरि यस्तो गर्ने, यसरी हिँड्नुपर्छ। अर्को कुरा चाहिँ पार्ट 2 हेर्न चाहनुहुन्छ भने लाइक, फलो, कमेन्ट सब हानिदिनु होला है। हस्।